हजुर नमस्कार। आज म अहिलेको वर्तमान अवस्थामा एसईई कम्प्लिट गरिसकेका विद्यार्थीहरू के गर्ने उचित सल्लाह सुझावको लागि म यहाँ तपाईहरुको बीचमा आएछु। अहिलेको अवस्थामा भन्दाखेरि म स्पष्ट रूपले के भन्छु भने कुनै जमानामा शिक्षा कस्तो थियो। यदि हामी वैदिक कुरा गर्छौं भने वैदिक कुरामा म एउटा महाभारतको कुरालाई लिने गर्छु र आज म तपाईहरुको बीचमा यो साझा गर्न चाहेको हो। महाभारतमा पाण्डु 5 भाइ थिए र उनका गुरु द्रोणाचार्य थिए। द्रोणाचार्यले कसरी शिक्षा दिए तपाई यदि हेर्नुहुन्छ भने ती 5 भाइको क्षमता अनुसार शिक्षा दिइयो। पहिलो अर्जुनलाई यदि गदा शिक्षा दिएको भए कस्तो हुन्थ्यो हामी कल्पना गरौं। भीमलाई यदि तीरको शिक्षा दिए कस्तो हुन्थ्यो। युधिष्ठिरलाई तीरअन्दाज गराउने भने कस्तो थियो। त्यस्तो भएको भए सायद त्यो महाभारतमा जुन अर्जुनको अस्तित्व तीरबाट थियो, भीमको गदाबाट थियो, युधिष्ठिरको भालाबाट थियो, त्यस किसिमका एउटा शिक्षाको छनौट गरियो र उहाँहरू त्यो बेलाको विद्वान मान्छे र आफ्नो क्षेत्रको सबभन्दा प्रभावशाली व्यक्ति बन्ने। एउटा कुरा म अझै शेयर गर्न चाहन्छु। एल्बर्ट आइन्स्टाइनले भनेका थिए, उनले एउटा कुरा स्पष्ट भनेका थिए, यदि हामी माछालाई रुख चढ्ने शिक्षा दियौं भने त्यो जिन्दगीभरि त्यो आफूलाई म कस्तो खराब विद्यार्थी छु भनेर त्यो कल्पनामा लागिरहनेछ भने हात्तीलाई यदि उड्ने शिक्षा दिइने हो भने त्यो हात्तीले के भन्छ भने म जस्तो खराब विद्यार्थी कहीँ छैन। यो कुरालाई मैले कहाँ जोड्न चाहे भने अहिले एसईई दिएर बसेका विद्यार्थीहरू आफ्नो शिक्षा कसरी अगाडि बढाउने भन्ने विषयमा म आज वीरगंजकै एउटा प्रतिष्ठित नामचीन एउटा विद्यालय हिमालयन पिरामिड को प्रिन्सिपल सँग छु। उहाँलाई यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। हिमालयन पिरामिडका प्रिन्सिपल सञ्जय सरलाई म स्वागत गर्न चाहन्छु। धन्यवाद। धन्यवाद सर। एकदम आराम हुनुहुन्छ सर? ठीक है। अहिले केमा व्यस्तता? अहिले 12 को फाइनल एक्जाम 14 गतेदेखि स्टार्ट हुन्छ अनि 11 पनि लास्टतिर छ। 12 को एक्जाम सक्न बित्तिकै फेरि 11 को फाइनल एक्जाम स्टार्ट हुन्छ। आज म खासमा के कुरामा चर्चा गर्न चाहे भने कि हामी अहिलेको जुन अवस्था छ यो अवस्था बडा विकराल अवस्था छ। तपाई हेर्नुहुन्छ विभिन्न किसिमको प्रचार हुन्छ। 10 क्लास अहिले एसई दिएका विद्यार्थीहरू अन्योलमा हुन्छन्। कहाँ जाने, के गर्ने, कसरी आफ्नो आइडिया सेटअप गर्ने र त्यो 14, 15, 16 वर्षका बच्चाहरूको दिमाग कस्तो होला। तपाई त एकदम शिक्षामा लामो अनुभव राख्नु भएको छ। यस हाम्रो माध्यमबाट न्यूज गञ्जको माध्यमबाट त्यो विद्यार्थीहरू जुन कक्षा 10 एसई दिएर बसेका छन् उनीहरूले आफ्नो फ्युचर कसरी सेटअप गर्ने यसको बारेमा हजुरले केही विचार राख्दै हुनुहुन्छ? सबभन्दा पहिला तपाईलाई धेरै धेरै धन्यवाद। अनि के छ भने अहिलेको टाइममा यो जुन टपिक तपाई उठाउनु भयो यो टपिकमा धेरै जना कुरा गर्दैन तर तपाई यो टपिक लिएर एउटा अभियान चलाउँदै हुनुहुन्छ, त्यसको लागि तपाईलाई धेरै धेरै धन्यवाद। के छ भने कुनै पनि विद्यार्थी जब एसई को एग्जाम दिन्छ भने त्यसको एज 13, 14, 15 जति हुन्छ। त्यति परिपक्व हुँदैन। जनरली हामी के भन्छौं, हाम्रो कन्सेप्ट के छ भने जुन पनि तपाई मान्छेसँग कुरा गर्नुस्, विद्यार्थी आफ्नो इच्छाले, विद्यार्थीको जुन इच्छा छ, विद्यार्थीको जुन सोच छ त्यही पढ्नु पर्छ। सबैजना भन्छ, म पनि भन्छु, तर ठिकै छ विद्यार्थीको इन्ट्रेस्ट त हेर्नु पर्छ। तर विद्यार्थीमा अनि यो एजमा 14, 15 सालमा त्यति मेच्युरिटी हुँदैन। त्यसको लागि त्यसपछि गार्जियन, प्यारेन्ट्स अनि टिचरको भूमिका बढी हुन्छ। विद्यार्थीलाई गाइड गर्ने, विद्यार्थीलाई फ्रेन्डको चक्करमा चाहे धेरै सराउन्डिङ जुन इन्भाइरोमेन्ट छ, सोशल मिडिया छ, आजकल धेरै सोशल मिडियाको इन्फ्लुएन्सले गर्दा धेरै जना आफ्नो करियर चुज गर्छ तर पछि गएर धेरै जनाको फिलिङ हुन्छ म गलत सेक्टरमा आइसके, गलत पढाइ पढिसके। अहिले 21वीं सेन्चुरीको सेक्टरमा कुन सब्जेक्टको, कुन पढाइको कहाँ कति माग छ, यसको लागि सबभन्दा के छ भने कुनै पनि विद्यार्थी मेरो सल्लाह के छ भने आफ्नो रिलेटेड टिचरसँग कन्ट्याक्ट गर्ने, उहाँसँग सल्लाह लिने, आफ्नो इन्ट्रेस्ट पनि बताउने
अनि इन्ट्रेस्ट भित्र अगर कुनै सब्जेक्ट छ, इन्ट्रेस्ट भित्र कुनै टेक्निकल कोर्स छ भने त्यो पढ्नुपर्छ। प्यारेन्ट्सको पनि कुरा मान्नुपर्छ, किनकि प्यारेन्ट्स अनि टिचर दुवैसँग धेरै एक्सपिरियन्स हुन्छ अनि उहाँ जुन पनि कुरा गर्नुहुन्छ, जुन पनि दुनियाँ देखेको, तो उहाँ आफ्नो एक्सपिरियन्स सेयर गरेर उहाँसँग सल्लाह लिएर त्यसपछि कदम अगाडि बढाउनु पर्छ। कोरोना पछि के भइसकेछ भने विद्यार्थीमा एउटा पढ्ने खालको जुन प्रवृत्ति त अलिकति डिक्रिज भएछ। विद्यार्थीमा पोटेन्सियलको कुनै कमी छैन, विद्यार्थीमा इनर्जीको कुनै कमी छैन, तर मलाई लाग्छ यो जुन कन्सेप्ट आयो अनलाइन क्लासको, त्यसपछि अनलाइनको यो ड्रबब्याकमा छ भने मोबाइल, ल्यापटप अनि विद्यार्थी पढाइभन्दा अरू पनि सेक्टरमा अलि इन्भल्भ भइसक्यो। रिजल्ट के आयो अनि एकतिर अलि इनर्जी कम भयो, अरूतिर इनर्जी बढी भयो, दुईटैको बिचमा ग्याप हुँदा हुँदा यो ग्याप लामो हुँदैछ। तो विद्यार्थीलाई राम्रोसँग सजेसन दिनुपर्छ, त्यसको क्यारियरको बारेमा भन्नुपर्छ अनि क्यारियरको बारेमा भनेर त्यसपछि अगाडि कदम बढाउनुपर्छ। एकदम। अहिले मैले मुख्य कहाँ जोडेँ भने अहिले तपाईँले सोसल मिडियाको कुरा भनिदिनु भयो। म पनि लामो शिक्षण गरेको मान्छे हुँ। अहिले विद्यार्थीहरूमा पढ्ने जुन कालो अक्षरसँग टाढा गइराखेका छन्। अहिले विद्यार्थीहरू खासमा अडियो क्लासेसतिर बढी, भिजुअल क्लासेसतिर बढी मेहनत गर्ने काम अहिले कम गर्दैछन्। म ठाकुराम क्याम्पसमा एकचोटि गएँ, ल अहिले बसेको छु, कुनै गरौँ भनेर मास्टर्स गरौँ भनेर म गएँ। एउटा म त्यहीँ छेउमा एउटा पुस्तक पसल छ, त्यो पुस्तक पसललाई मैले सोधेँ तपाईँसँग कुन किताब छ, अनि उसले अचम्म मानेर भन्यो तपाईँ मास्टर डिग्रीको भन्दै हुनुहुन्छ, यहाँ त ब्याचलरको किताब किन्ने मान्छे छैन, तपाईँको त्यो ब्याचलरको पुस्तक पनि यहाँ बिक्री भइरहेको छैन। म धेरै पुस्तक पसलमा गएँ, विरगजको अवस्था के छ भने विद्यार्थीहरू अहिले पुस्तक किन्न छोडे। हामी तपाईँ पढ्दाखेरि तपाईँ हामीलाई याद छ, हामी एउटा बायोलोजीको, तपाईँ बायोलोजीको शिक्षक हुनुहुन्छ, बायोलोजीको प्रोफेसर हुनुहुन्छ। बायोलोजीको एउटा हामीलाई 11 क्लास भनौँ, त्यति बेला इन्टरमिडिएट थियो, हाम्रो इन्टरमिडिएटलाई सिलेबसलाई टच हुने गरी हामी कतिवटा किताब पढ्थ्यौँ। त्यो त एकदम हाम्रो सरोकार छ, हामी खोजी पढ्थ्यौँ, लाइब्रेरी जान्थ्यौँ, खोजी पढ्थ्यौँ। तर अहिलेको विद्यार्थीहरूमा के छ, किताब नपढ्ने। यतिको हुँदा पनि म त के भन्छु, चिट पनि के गर्छन् भने फोटोकपी गरेर। पहिलाका विद्यार्थीहरू चिट गर्दा पनि कमसेकम लेख्थे, एकदम अक्षर बनाएर लेख्थे। अहिलेका विद्यार्थीहरूको त्यो सरोकार छ। एउटा अझ म कुरा एकदम अहिलेको विकराल अवस्था के छ भने हाम्रा विद्यार्थी हाम्रा प्रोडक्टहरू मेहनत गर्न छोडे। हाम्रा प्रोडक्टहरू अहिले यो समाजमा कसरी अगाडि बढ्ने त्यो कुराहरू छोडिरहेका छन्। त्यसकारण अहिले हामीले के अभियान चलाउनु पर्छ भने हामी विद्यार्थीलाई हाउ टु गेम, हाउ टु रिड त्यो कन्सेप्टमा जानुपर्छ। अहिले तपाईँले अहिलेको जमाना यस्तो मिडिया छ, तपाईँको हातमा नलेज छ, तर त्यो नलेज कसरी लिने यो कुरा सिकाउनु पर्छ। र यसमा तपाईँहरूको यो हिमालयन पिरामिडले कस्तो प्रकारको कन्सेप्ट लिएर अहिले विद्यार्थीहरूले अगाडि बढाइरहेछ। अनि म त क्लासमा अनि आफ्नो विद्यार्थीलाई एउटा कुरा के भन्छु भने आफ्नो क्याम्पसको बारेमा, बाबु हेर हाम्रो क्याम्पसमा अरू क्याम्पसमा के छ डिफ्रेन्स। म एउटै डिफ्रेन्स के भन्छु, हाम्रो जुन कम्पिटिटर कलेज छ उहाँसँग पनि सोद्धा के भन्छ, पिरामिडमा जे होस् तर पढाइ हुन्छ। म आफ्नो कलेजको पहिला मोटो, पहिला एम के छ भन्ने एजुकेसनलाई प्राइमेरी राख्ने, अरू सेक्टरलाई सेकेन्डरी राख्ने। अहिले के छ भने म्याक्सिमम विद्यार्थी सेकेन्डरी एक्टिभिटीतिर, एक्स्ट्रा एक्टिभिटीतिर बढी जान्छ। इनर्जी छ भने इनर्जी कहाँ एक्सपेन्स गर्ने? इनर्जी त सबैसँग छ, पहिला भन्दा बढी छ, हामी भन्दा पनि बढी छ, तर इनर्जीको जुन फोर्स छ कहाँ कुन ठाउँमा लगाउने यो विद्यार्थीलाई अहिले थाहा छैन। के गर्छ, सोशल मिडियातिर गयो, सोशल मिडियामा सबै कथा कहानी छ, एउटा खोल्नु धेरै सेक्टरहरू छ, धेरै भिडियो, एउटा पढाइको भिडियो खोल्नु, सपोर्टिभ भिडियो धेरै आइहाल्छ, विद्यार्थी त्यसमा इन्गेज हुन्छ, घन्टौँ बर्बाद हुन्छ। म विद्यार्थीलाई के भन्छु भने अहिले पनि म्यानुअलको जुन टाइम छ, तपाईँ किताबको कुरा गर्दा विद्यार्थी त यहाँ नोट्स पनि पढ्दैन। हाम्रो टाइममा पढ्दा हामीसँग सोध्थ्यो, सर अलि भन्नुहोस् न कुन क्वेसन, अरे भिभिआई त, यहाँ भिभिआई सोध्दैन, मोस्ट भिभिआई सोध्छ, भिभिआईमा पनि क्राइटेरिया खोज्छ। सर उहाँहरूको के छ भने सर तपाईँ एक्ज्याक्ट, अब त यो पनि टर्म आउँदैछ, मात्र क्वेसन पढेर पनि विद्यार्थी पास गर्न सक्दैन। तपाईँ उहाँ पहिला एक्जामभन्दा 2 दिन पहिला क्वेसन दिनुहोस्, त्यसमा पनि मलाई लाग्छ धेरैजना विद्यार्थी। यसको पछाडि के छ भने सोच जुन छ न विद्यार्थीमा, मात्र 2-3 वटा कुरा भन्छु म जेनरली। एउटा के छ भने माइन्डसेट,
माइन्डसेट चेन्ज गर्नुपर्छ। माइन्डसेटमा के छ भन्ने एउटा बीज जुन छ नि हाल्नुपर्छ। सिम्पल फर्मुला छ, तपाईँ खेतमा धानको बीज हाल्नुहुन्छ भने धान हुन्छ, गहुँ त हुँदैन नि। त्यस्तै दिमागमा छ, दिमागमा के एउटा बन्नुपर्छ, फ्युचरको लागि मलाई के गर्नु छ, यो कन्सेप्ट क्लियर हुनुपर्ने, अनि त्यसको बीज हाल्नु पर्यो। मलाई डक्टर बन्नु छ, इन्जिनियर बन्नु छ, प्रोफेसर बन्नु छ, वकिल बन्नु छ, जे बन्नु छ तपाईँको इच्छा छ, तर त्यसको बीज त हाल्नु पर्यो नि। बीज हाल्नु भएन भने त्यो पछि गएर त प्लान्ट हुँदैन नि। यो पहिला, सबभन्दा पहिला माइन्ड कन्सेप्ट, त्यहीँबाट सबै स्टार्ट हुन्छ। अर्को एउटा सेकेन्डमा म के भन्छु, आदत, ह्याबिट्स। ह्याबिट्समा के भन्छ, सानो सानो ह्याबिट्स। यसको लागि पनि विद्यार्थीहरू एटोमिक ह्याबिट्स एउटा राम्रो बुक छ, पुरै वर्ल्ड फेमस बुक छ, द पावर अफ ह्याबिट्स। विद्यार्थी किताबै पढ्दैन, म त भन्छु गएर अडियो सुन, रोज 1 पेज, बढी पढ्नु पर्दैन, 1 पेज, सानो सानो आदत चेन्ज गर्नुपर्छ। विद्यार्थीमा त्यही भन्छु रे, तँ कुनै सब्जेक्टमा प्रब्लम छ भने त्यो प्रब्लम टिचरसँग सम्पर्क गर। 1 पेज, आधा पेज पढ्ने, सरसँग कन्ट्याक्ट गर्ने, त्यति बुझेन भने त्यतिकै बुझ। बढी किताब मोटो छ भने त्यो डर मान्नु हुँदैन। तर विद्यार्थी जति पनि भन्छु एकछिनको लागि हुन्छ सर, गर्छ, म्याक्सिमम गर्छ पनि, तर यो बिस्तारै बिस्तारै एकचोटि तपाईँ कुनै कामलाई राम्रो आदतमा छ, कुनै काम गर्नुहुन्छ भने त्यो आदत बनिहाल्छ। जुन काम गर्नु हुँदैन भने त्यो आदतमा आउँदैन। पढाइमा के छ भने विद्यार्थीको धीरे बिस्तारै बिस्तारै के हुन्छ, इन्ट्रेस्ट घट्दै गयो भने परिणाम के भयो, इन्ट्रेस्ट, अनि जुन काममा तपाईँको इन्ट्रेस्ट हुँदैन भने कुनै पनि रिजल्ट आउँदैन। यो फ्याक्ट छ। काम गर्नुहुन्छ भने रिजल्ट आउँछ, गर्नु हुँदैन भने रिजल्ट आउँदैन। तो विद्यार्थीको दुईटै सल्लाह के छ भने एउटा बीज हाल्ने और ह्याबिट सुधार्ने अनि प्र्याक्टिस गर्ने। प्र्याक्टिसको कुनै पनि भन्छ नि, प्र्याक्टिस मेक्स ए पर्सन पर्फेक्ट। यसमा अलिकति म मोडिफाइड गरेर भन्छु, प्र्याक्टिस गर्ने तर राम्रो प्र्याक्टिस मान्छेलाई पर्फेक्ट बनाउँदैन। तपाईँ कुनै काम गर्दै हुनुहुन्छ तर गलत तरिकाले गर्नुहुन्छ भने त्यो तपाईँलाई पर्फेक्ट बनाउँदैन। प्र्याक्टिस गर्नु तर राम्रो एउटा वेमा सोधेर, सिनियरसँग सोधेर, गुरुजीसँग सोधेर त्यो प्र्याक्टिस गर्दै गर्नुहोस्। कुनै न कुनै तपाईँलाई सफलता एउटा छ नि, कोसिस गर्ने वालों की कभी हार नहीं होती, यो स्लोगन लिएर तपाईँ गर्नुहोस्। तपाईँ जुन पनि सेक्टरमा जानुहुन्छ मलाई लाग्छ, अनि सोशल मिडियाको पनि कुरा गर्नुभयो, सबै सोशल मिडियामा छ। मलाई लाग्छ अहिले टिचरको भूमिका बढी भइसकेछ। टिचर भन्दा बढी ज्ञान त विद्यार्थीसँग छ। चाट जीपीटी छ, गुगल छ, जहाँ पनि जानुहोस् धेरै ज्ञान छ। टिचर पनि त्यति अपडेट छैन। तर टिचर म जेनरली के भन्छु, गुगल एन्ड गुरुमा के छ डिफरेन्सेस? गुगल एन्ड गुरुमा धेरै डिफरेन्स छ। गुरु तपाईको जुन छ नि, ज्ञानको जुन छ, गुगलमा धेरै कुराहरू छ तर त्यो अथेन्टिक छैन। अथेन्टिक कुरा टिचर भन्नुहुन्छ। तो टिचरसँग त्यो सम्पर्क गर्ने, टिचरसँग सल्लाह लिने, पक्कै तपाईँ एक न एक दिन, कुनै न कुनै दिन तपाईँ जुन बाटोमा हिँड्दै हुनुहुन्छ सफलता स्योर छ। एकदम एकदम। अहिले खासमा हामी जुन क्राइटेरियामा बसेर कुरा गर्दैछौँ, यसमा मैले देखे अनुसार जस्तै हामीले एउटा एल्बर्ट आइन्स्टिनको कुरा गर्छौँ। एल्बर्ट आइन्स्टिनले भन्नुभएको थियो कि एभ्री चाइल्ड इज स्पेसल। प्रत्येक विद्यार्थीहरूसँग प्रत्येकसँग क्षमता छ। त्यो क्षमता के हो? अहिले तपाईको इलन मस्कले के भन्छन् भने, मलाई फिजिक्स पढ्नु छ भने म किन अफ्रिकाको इतिहास पढ्नु? उनको भनाइ के छ भने स्टडी शुड बी स्पेसिफिक हुनु पर्यो। अब हाम्रो जुन करिकुलम छ, म पनि तपाईले के भन्नु, म पनि साइन्सै पढेको। हामी आइएससी 12 क्लासमा, मतलब भनौँ नि सेकेन्ड इयरमा हुँदाखेरि नेपाली आयो। नेपालीको के काम? एउटा साइन्स पढ्ने विद्यार्थीलाई नेपालीको के काम? यस्तो किसिमले अब करिकुलम पनि सुधारात्मक हुनुपर्छ र करिकुलम पनि सिकाइको आधारमा हुनुपर्छ। अहिले यो चर्चा पनि चलिराखेको छ। हुन त हामी आफ्नो विद्यार्थीलाई कसरी अगाडि बढाउने, जस्तै कि अहिले जुन साइन्स पढिराखेका विद्यार्थी छन् तिनीहरू 12 क्लासमा गए, अब ब्याचलरमा गएर के गर्ने? डक्टर इन्जिनियर नि मात्र हुने होइन। अहिले त म के हेरिराखेको छु भने इन्जिनियर पढेका विद्यार्थीहरू पनि लोकसभा आयोगमा गइराखेका छन्, डक्टरी पढेका पनि विद्यार्थीहरू लोकसभा आयोगमा गइराखेका छन्। भन्दाखेरि हामीले लोकसभा आयोग अर्को बाटो हो भन्दाखेरि मैले के भन्न चाहे भने, त्यो स्पेसिफिक होइन। तपाईँ जे पढ्नुभयो त्यही गर्नुहुन्छ, त्यसको कुनै स्पेसिफिकेसन छैन। त्यसकारणले गर्दा अहिले जुन विद्यार्थीहरू जुन अहिले कक्षा 10 मा छन्, 10 को एसई दिएका छन्, तिनीहरूले सक्दो कुन विषय पढ्दाखेरि चौतर्फी जान्छ, त्यसमा हजुरले अहिले भनिदिनुहुन्छ भने त्यो बेस्ट हुन्छ। अनि के छ भने, अस्ति म पनि एउटा टेक्निकल कलेज थियो, टेक्निकल कलेजको मिटिङमा म पनि भरतपुर गएँ। अनि टेक्निकल कलेज के थियो, मेडिकलसँग रिलेटेड।
अनि त्यसमा मेडिकलसँग रिलेटेड सब्जेक्ट त छँदैछ, त्यसमा म्याथ पनि थियो, नेपाली पनि थियो, सोसल पनि थियो, इङ्ग्लिस पनि थियो। मैले मिटिङमा के भने, सर यो 4वटा सब्जेक्टको जरुरत छ, यो करिकुलमलाई अलि मोडिफाइड गर्नु पर्दैन। यो मेडिकल सेक्टरमा मैथको, नेपालीको, सोसलको, इङ्ग्लिस 4वटा पढाउनु जरुरी छ। उहाँहरू के मलाई भन्नुभयो, सर होइन हामी प्रयास गर्दैछु यसमा परिमार्जन गर्ने, मोडिफाइड गर्ने, तर अहिलेसम्म भएको छैन। के छ भने देश तर जुन नीति, शिक्षाको जुन नीति छ यसमा जतिजना संलग्न छ भन्ने जेनरली मेरो आफ्नो सोचाइमा के छ भने कट पेस्ट गर्ने बानी छ। अनि कुनै विद्यार्थीलाई तपाईँ इन्जिनियर बनाउँदै हुनुहुन्छ भने त्यहाँ म्याथ फिजिक्सको बढी आवश्यकता छ, बढी भयो केमिस्ट्री, त्यसमा एक्स्ट्रा थपिदियो भन्ने यो त भएन नि। अनि म प्र्याक्टिस गर्दैछु कुनै स्पेसिफिक सेक्टरको, त्यसमा धेरै बाहिरको सेक्टर आयो भने मेरो बाटोमा पुर्न अलिक गाह्रो हुन्छ अनि टाइम पनि लाग्छ, इनर्जी अरू ठाउँमा पनि वेस्ट हुन्छ। त्यसलाई शिक्षा नीति जुन छ त्यहाँबाट परिमार्जन गर्नुपर्छ, मोडिफिकेसन गर्नुपर्छ, उहाँले ध्यान दिनुपर्छ कहाँ कमी कमजोरी छ भने टाइममा त्यसलाई रिभाइज गर्नुपर्छ। यसमा शिक्षा नीतिको जरुरत भयो। विद्यार्थीलाई पनि, विद्यार्थी केही पनि गर्न, विद्यार्थीको जुन छ के गर्न सकिन्छ त्यो त गभर्नमेन्टको जुन रुल छ त्यसको त फलो गर्नुपर्छ। त्यसमा इनर्जी बेस्ट भयो भने त्यसमा गभर्नमेन्टको बढी भूमिका छ, सिलेबसलाई परिमार्जन गर्ने, मोडिफाइड गर्ने, त्यसपछि इम्प्लिमेन्टेसनतिर एकदम। एउटा सर मलाई यो म यस्तै हेर्दै थिएँ, एउटा घटनाक्रम मलाई याद आयो। हजुर, एकजना इङ्ल्यान्डको कपल आए भारत घुम्न, ऊ मोटरसाइकलले आएको थियो, इङ्ल्यान्डको मोटरसाइकल थियो। आएर भारतमा त्यसको मोटरसाइकल बिग्रियो। बिग्रेपछि त्यो त अब उसमा गयो, के भन्ने हो तपाईँको सोरुममा गयो, सोरुममा गएर पुरा एकदम इन्जिनियरहरू लागे तर बनेन। अब त्यसपछि त्यो बाहिर आयो अनि त्यो मेकानिक्स थियो, त्यो नपढेको मान्छे, उसले त्यो मोटरसाइकललाई सबै खोलेर एउटा ब्यारिङ चेन्ज गर्यो, मोटरसाइकल बनायो। हेर्नुहोस्, एउटा अझ मसँग घटेको घटना म बताउँछु। धेरै पहिला एउटा ग्ल्यामर मोटरसाइकल निस्केको थियो, म त्यो किने, त्यसमा मुसाले तार काटेछ, स्टार्ट भएन। म गएर तपाईँको त्यसको सोरुममा दिएँ। त्यो सोरुमको मान्छेहरू लगभग दिनभरि लगाएर लास्टमा फाइन्ड आउट गरे के छ सानो प्रब्लम त्यो भयो। त्यसको भोलिपल्ट पनि त्यही प्रक्रिया भयो, मुसा काटिदियो। म त्यहाँ गएन, म त्यसको नाम पनि भन्न चाहन्छु, यहाँ विश्वकर्मा मोटर्स छ रेहाज, त्यो एकदम अनपढ हुन्, त्यो मेरै गाउँतिरका मान्छे हुन्, त्यसलाई बढी पढ्नु भएको छैन, उहाँको एक्सपिरियन्स। म गएँ अनि दिएँ, उहाँले दिन बित्तिकै मोटरसाइकल यस्तो स्टार्ट गरे, सर कुछ नहीं क्या पहिले तार कटले भन्दाखेरि त्यो पढेर जुन मेकानिक्स भएकाहरू भन्दा राम्रो त्योसँग शिक्षा रहेको छ, स्पेसिफिक शिक्षा रहेको छ, ट्रेन्ड एजुकेसन रहेको छ भन्दाखेरि मैले दुईटा घटना जुन सेयर गरेँ, एउटा भारतको इङ्ल्यान्डबाट आएको मोटरसाइकल बनाउने त्यो मेकानिक्स, त्यो इन्जिनियरहरूभन्दा बढी दक्ष निस्क्यो र यो पनि त्यो सोरुम भन्दा दक्ष यो मान्छे निस्क्यो भन्दाखेरि हामी कहीँ न कहीँ एजुकेसन सिस्टममा हामी परिवर्तन गर्नुपर्छ र यसमा हामी अगाडि बढ्नुपर्छ। यही सेरोफेरमा रहेर अन्तिममा तपाईँ आफ्नो विद्यालय, आफ्नो जुन हिमालयन पिरामिड छ यसमा विद्यार्थीहरूलाई आएर एकचोटि भिजिट गर्न, के कस्तो प्रक्रियाहरू छ, यहाँ एडमिसनको के कस्तो प्रक्रियाहरू छ, कहिले तपाईँको इन्ट्रान्स हुन्छ, कुन अवस्था छ, एकचोटि भनिदिनु हुनुमा। ल धन्यवाद। सबभन्दा पहिला म सबै जतिजना एससीको स्टुडेन्ट छ, एपियरिङ स्टुडेन्ट छ, इक्जाम दिएर बसेको छ, सबभन्दा पहिले मेरो तर्फबाट एउटा विशेष दिन चाहन्छु। उहाँहरूको रिजल्ट मनचाहा रिजल्ट आओ, उहाँको जुन सोचाइ छ त्योभन्दा बढी रिजल्ट आओ यसको कामना गर्दैछु, यसको प्रार्थना गर्दैछु। अनि रिजल्ट पछि चाँडै रिजल्ट आउने प्लानिङ छ यो पालि। रिजल्ट आएपछि एकचोटि क्याम्पस भिजिट गर्ने। क्याम्पसमा के छ भने हाम्रो बेसिक एउटै फन्डा छ, यहाँ पढाइ हुन्छ। सेकेन्डरी एक्टिभिटी छ भने त्यसलाई सेकेन्डरी नै राख्छु, प्राइमेरी राख्दैन, प्राइमेरीमा एजुकेसन राख्छु। अनि कुनै पनि क्याम्पस पढ्दा के छ भने एउटा 2-3वटा फ्याक्टर हेर्नुपर्छ। साइन्समा के छ भने टिचर टिम राम्रो हुनु पर्यो। हाम्रोमा एउटा मिडल जुन छ नि, मिडल टिचरको सङ्ख्या बढी छ। मिडल भनेको न धेरै जुनियर न धेरै सिनियर, बीचमा प्योर मेच्योर। हामी पनि 4-5 जना मित्र मिलेर यो संस्थालाई खोलेको। धेरै ठाउँमा 7-8 साल एक्सपिरियन्स लिएर अरू ठाउँमा एक्सपिरियन्सको पनि आवश्यकता थियो। त्यो एक्सपिरियन्स लिएर आफ्नो संस्था खोलेको। अनि आफै एउटा सिम्पल म कहानीबाट एउटा सिम्पल के छ भने आफ्नो गाडी चलाउनुहुन्छ भने धेरै ध्यान दिनुपर्छ। अरूको गाडी चलाउनुहुन्छ भने तपाईँ त्यति ध्यान दिनु हुँदैन।
हाम्रो के छ भने हाम्रो आफ्नो क्याम्पस छ, हामी आफै बोर्ड मेम्बर, हामी आफै टिचर। तो यो कुराबाट तपाईँ सिक्नुहुनेछ जे हाम्रो चाहना के छ भने हाम्रो चाहना छ विद्यार्थीको कल्याण होस्। तो यो पहिला छ, आउनुहोस् एकचोटि भिजिट गर्नुहोस्। यहाँ पढाइ हुन्छ, सेकेन्डरी एक्टिभिटी हुन्छ, तर त्यसलाई सेकेन्डरी नै राख्ने। टिचर टिम एकदम वीरगंजको मतलब रेस्पेक्टेड टिचरहरू पनि छ, क्वालिटी, म्याच्युरिटी, एक्सपिरियन्स होल्डर। अनि के छ भने ल्याब पनि वेल मेन्टेन हुनु पर्यो, पढाइसँगै के छ थ्योरीसँग प्र्याक्टिकल पनि हुनु पर्यो। प्र्याक्टिकल हुँदैन भने टेक्निकलमा त्यो बढी के छ भने बुझाउन गाह्रो हुन्छ, बुझाउनको लागि ल्याब चाहिन्छ, ल्याब पनि वेल मेन्टेन हुनु पर्यो। ल्याबमा के छ भने फर्निचर राखेर हुँदैन। ल्याब म विद्यार्थीलाई के भन्छु, आएर एपरेटर्स हेर्ने, इक्विपमेन्ट छ कि छैन यो हेर्नुपर्छ। अनि सबै छ, धेरै ठाउँमा के छ भने सोकेसमा त सबै लगाइदिन्छ, तर प्र्याक्टिकल हुन्छ कि हुँदैन यो पनि ध्यान दिनुपर्छ। अनि टाइममा इक्जाम लिने हाम्रो छ, युनिट टेस्ट पनि हुन्छ, मन्थली हुन्छ, टिचरको सबै फ्रिडम छ। और टर्मिनल त पक्कै हुन्छ, इन्टरनल इक्जाम पक्कै हुन्छ। यो सबै कुराहरू छ, एकचोटि आउने भिजिट गर्ने। तपाईँको जुन सोचाइ छ त्योभन्दा तपाईँ बढी पाउनुहुन्छ, यो मेरो विश्वास छ। अनि यो विश्वासमा तपाईँले कहिले पनि तपाईँको विश्वास टुट्नु हुँदैन, म टुट्न दिँदैन, यो म वादा गर्दैछु। धन्यवाद। हस् त धन्यवाद। यो हाम्रो बसाइ आफ्नो भविष्य निर्माणको बसाइ हो, त्यसकारण विद्यार्थी भाइ बहिनीहरूले राम्ररी सोची बुझी 11-12 गर्नुहुनेछ। तपाईँ कहाँ पनि भिजिट गर्नुहुनेछ। यतिकै भन्दै म बिदा लिन्छु। धन्यवाद सर।